सो गाइज आज चाहिँ म साई गोर्खा भ्लगबाट आइरहेको छु। तपाईहरु नयाँ हुनुहुन्छ र यो भिडियो देख्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुले लाइक कमेन्ट सब्स्क्राइब गरेर साथ दिनु होला। यो भिडियो राम्रो भए पनि नराम्रो भए पनि मैले जानी नजानी भए पनि बनाइरहेको छु। भर्खर स्टार्टिङ यो सुरु भइरहेको छ है, भर्खर देख्नुभएको छ र यो भिडियोलाई तपाईहरुले हेरेर साथ दिनु होला भन्न चाहन्छु। यहाँ चाहिँ अगाडि मन्दिर पनि देख्न सक्नुहुन्छ। हामी चाहिँ चागु नारायणको मन्दिर दर्शन गर्न हिँडिरहेको थियौँ। अहिले चाहिँ हामी 8:30 बजिसकेको छ। यतिखेर हामी चाहिँ माथि पुग्नलाई 9:30 या 10 बज्न सक्छ। यहाँहरूलाई देखाउन सक्छु है, यतातिरको दृश्य चाहिँ अफरोड रहेछ। यतातिर बाटो यो चाहिँ नेपालको ग्रेट वाल रहेछ। यतातिर पनि राम्रो रहेछ बाटो। यो उकालो अफरोडहरू हामीले देखिसकेका छौँ। हजुरहरूलाई पनि देखाउन चाहन्छु। हामी चाहिँ अब यो चागु नारायणको मन्दिरतर्फ लागेका छौँ है गाइडहरू। सो यहाँ माथिको दृश्य हजुरहरूलाई देखाउन चाहन्छु। यो अफरोडको बाटो हिँडिरहेका छौँ, छोटो छ है। यतातिर त सल्लेगारी अनि काफलहरू पाउँदो रहेछ। माथि यो हाम्रो माथि गुराँसेको जस्तो रहेछ कि, गुराँसेको जस्तो चिसो ठाउँ रहेछ। म त टी सर्ट र जाँगी लगाएर नै बाइक हान्न आएको। खास चाहिँ यहाँ त जाडो रहेछ हौ, खासै चिसो रहेछ यतातिर त। कटुका भन्दा पनि माथि गुराँसे जस्तो रहेछ यता पनि रहेछ नि ग्रेटवाल है। यो त अब चाहिँ हामी 2 मिनटमै नै मन्दिरतर्फ लागिरहेका छौँ। अब हामी मन्दिर लागि पुगिसकेँ थोरै छ। दिदीहरू साग बेचेर आउनुभएको रहेछ। दिदी यो यहाँको के मन्दिर हो? यो यहाँको मन्दिरको नाम के हो? चागु नारायणको मन्दिर। ए ल थ्याङ्क यू दिदी। दिदीसँग पनि बोल्यो। हामीले चागु नारायणको मन्दिर हामी त झिकेर हो कि भनेर सोचिरहेको थियौँ। फाइनली गाइज हामीले चागु नारायणको मन्दिरतिर तल गेटमा पुग्यौँ। सो गाइज अब हामी चागु नारायण मन्दिरतर्फ लागिरहेका छौँ। उहाँ देख्न सक्नुहुन्छ। फाइनली गाइज आज चाहिँ यहाँ पुगिसक्यौँ। हामी मन्दिरभित्र पुगिसकेका छौँ। मन्दिरको दृश्य ल यहाँ चाहिँ राम्रो रहेछ। यहाँको वातावरण सुन्दर रहेछ। चागु नारायण मन्दिर स्थापना चाहिँ 223 सालमा राजा मालदेवको पालामा भएको रहेछ। चाहिँ यो ठाउँमा एउटा मात्रै चागु रोड रहेछ। त्यो रोडबाट निस्केर गाईको दुध खानुहुँदो रहेछ कृष्ण भगवान्ले। अनि चाहिँ पछि त्यो मान्छेले दुध किन दिन्न गाईले भनेर खोज्दै जाँदाखेरि चाहिँ त्यो रुखबाट चाहिँ आएको रहेछ। निस्केर मान्छे कृष्ण भगवान निस्केर आएको देख्दाखेरि अनि त्यहाँबाट पछि यो ठाउँमा मलाई चाहिँ उयो बनाइदिनुहोस्, यहाँ मन्दिर उठाउनु पऱ्यो, म चाहिँ उठाउनु लाग्छु भनेर मन्दिरको निर्माण गरिएको रहेछ राजा मालदेवको पालामा भन्ने यहाँको पुर्खाहरूसँग सोद्धाखेरि केही जानकारी पायौँ। र चागु नारायण मन्दिरमा हामी भित्र प्रवेश गरिसकेका छौँ। यहाँको जति पनि क्लिपहरू छन् हजुरहरूले यो पछि चाहिँ अन्तिममा देख्न सक्नुहुन्छ। हजुरहरूलाई देखाउनेछौँ हामीले। यहाँको यो हामी यो टपमा रहेछ चागु नारायणको मन्दिर।
गाइस हामी चाहिँ अब यो घरतिर फर्किन लागेको है। हाम्रो भिडियोहरू हेरेर तपाईँहरूले के बुझ्नुहुन्छ, कस्तो लाग्छ, लाइक कमेन्ट सब्सक्राइब गरेर साथ सपोर्ट गरिदिनु होला। फेरि पनि अर्को भिडियो ल्याएर तपाईँहरूको माझमा आउनेछु भन्दै म साई गोर्खा ब्लग यतिखेरको बसाइ अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद।